Hello guys, welcome to my blog. आज चाहिँ म यो व्हाइट गुम्बा जाँदैछु अनि अस्ति जेठको 3 गतेबाट यो 10 दिनको लागि खोलेको छ भनेर सुनेको थिएँ टिकटकहरुमा अनि त्यही भएर म यो जाँदैछु आज अनि यो सबै मान्छेहरु आइराखेको गइराखेको सबै के त व्हाइट गुम्बाबाट फर्किराखेकोहरु के गइराखेकोहरु चाहिँ व्हाइट गुम्बा गइराखेकोहरु नै रहेछ कति धेरै मान्छेहरु देखे म त अत्तालिसके यहीँबाट नै मान्छेहरु कति हुन्छ होला भनेर मलाई धेरै मान्छेहरु भयो भने अलिकति कस्तो झिजो लागे जस्तो हुन्छ क्या त्यही भएर तर एकचोटि चाहिँ मलाई व्हाइट गुम्बा चाहिँ जानु मन छ भनेर चाहिँ म जाँदैछु धेरै वर्ष अगाडि त गएको हो त्यसपछि यो हाम्रो भुइँचालो गएकोबाट यहाँ बन्द गरेकोबाट अनि यो टाइममा मात्रै केही पूजाहरू यस्तो हुने बेलामा मात्रै यो व्हाइट गुम्बा खोल्छ नि त अनि त्यही भएर यसपालि जेठ 3 गतेबाट 10 दिन भनेपछि लगभग 13 जेठको 13 गतेसम्म खुल्छ होला अब बाइक पार्कै यहीँ गरेर हामी हिँड्दै गइरहेछौँ यो मेन गेट हो व्हाइट गुम्बामा एन्ट्री गर्ने यहाँ माथि पार्किङ पनि छ तर हामी चाहिँ बाइकहरु तल पार्किङ देखेको भएर धेरै नै प्याक होला भनेर चाहिँ हामीले चाहिँ तल नै बाइक पार्क गरेर चाहिँ अनि हामी यहाँ हिँड्दैछौँ अनि यहाँ चाहिँ क्याफे जस्तो पनि खोलेको रहेछ अनि मान्छेहरु कति आइ पनि रहेको अनि फर्की पनि रहेको कति देखे अनि कस्तो मजाले सजाइराखिरहेको रहेछ अनि कस्तो मजाको के भाइ चाहिँ कस्तो छुट्टै आएको अनि देखेर जाँदाखेरि धेरै घाम पनि लागेको थिएन अलिअलि चिसो पनि थियो मौसम अनि कस्तो आनन्दको थियो अनि कति धेरै मान्छेहरु थियो कि ओ माइ गॉड कुरा नै नगर्नु सायद अझ यो त कम पनि भइसकेको होला मैले अरूको भिडियोमा देखेको बेलामा त कति देखेथे मान्छेहरु यहाँ फोटो खिच्ने भिडियो खिच्नेको त लड्को नै लागिराखेको थियो अनि अब यहाँ त फोटो खिच्न लागिरहनु भएको थियो म अब बिचबाट गएँ अब के गर्ने बाध्यता नै त्यस्तै नै छ अनि जहाँ पनि अब फोटो भिडियो अहिले त अब टिकटकको ट्रेन्ड नै छ अब अनि टिकटक भिडियो बनाइरहेको दुईजना बहिनीहरु चाहिँ बसेर के सोचिरहनु भएको अनि माथिको लागि भनेर हामी गयौँ म र मेरो साथी चाहिँ अनि कति धेरै मान्छेहरु चाहिँ अझ पनि म कति धेरै मान्छेहरु भन्दैछु अनि मैले चाहिँ उहाँ आमाको फोटो चाहिँ यो सानो फ्लावरहरु जस्तो बनाएर राखेकोहरुमा पनि देखे अनि टाइममा अनि फोटोहरु पनि देखि नै राखिरहेको थिएँ को होला जस्तो लागिराखेको थियो अनि तै पनि भनेर यतिकै भनेर हिँडिरहेको थिएँ अनि सबैको हातमा मोबाइल अनि टिकटक भिडियो फोटोजहरु खिचेको देख्दाखेरि म त यस्तो अचम्म लाग्यो कि कति मान्छे टक्क परेर म घुम्दै थिएँ हेर्दै थिएँ अनि त्यहाँ फोटो खिच्नको त लाइन थियो अनि मैले पनि त्यहाँनिर नि एकछिन घुरेर मैले पनि फोटो खिचेँ अनि यहाँ माथि पनि त्यो आमाको फोटो थियो अनि यो फाउन्टेनको तल फोटो खिच्ने त इम्पोसिबल जस्तो लागेर त्यता चाहिँ फोटो खिचिन मैले अनि यो ठुलो हल थियो अनि त्यहाँ चाहिँ नि मजाले नि पाठहरु पढेको साउन्डहरु आएको भएर कस्तो ठुलो हल के रहेछ भनेर हेर्नको लागि चाहिँ नि हामी भित्र गयौँ हैन अनि त्यसै भित्र भन्नाले अब अगाडि बढ्यौँ भनौँ न अनि जुत्ताहरु यति धेरै त्यहाँनिर बाहिर यतिकै पुगाली राखिरहेको थियो अनि के चाहिँ रहेछ भनेर चाहिँ अनि मैले चाहिँ यस्तो पुरा न्यायले हेरेँ अनि पछि पुरा लामाहरु बसेर पाठहरु गर्दै हुनुहुँदो रहेछ अनि सबभन्दा लास्टमा चाहिँ अनि सायद उहाँहरु चाहिँ अब त्यहाँ एउटा दाइले भनेको अनुसार चाहिँ माला जप्ने भयो भने मात्रै त्यहाँ भित्र इन्ट्री गरेर बसेर गर्न मिल्छ यसो भन्दै थियो अनि मैले चाहिँ उहाँमा चाहिँ को हुनुहुन्छ नि भनेर त्यहाँनिर एउटा गार्ड दाइ बसिरहनु पर्थ्यो उहाँलाई सोधेको
अनि उहाँले भन्नुभएको अनुसार चाहिँ यो व्हाइट गुम्बाको गुरुको चाहिँ आमा हुनुहुन्छ अरे अनि उहाँ बित्नु भएको अरे अनि त्यही भएर उहाँको लागि चाहिँ यो पाठ गरेर यो उहाँको आत्माको शान्तिको लागि भनेर पाठ गर्नको लागि चाहिँ अनि यो चाहिँ 10 दिनको लागि खोलेको हो भनेर भन्नुभयो अनि त्यही भएर फोटोहरू मैले जहाँ पनि देखेको भने अनि अब यहाँ चाहिँ अब टाइम अफ भयो भनेर जानु भनेर सिटी बजाउनु भएको हुँदाखेरि चाहिँ अनि 3:30 बजीसम्म चाहिँ अब मान्छेहरूलाई चाहिँ यताबाट 3:30 बजेबाट चाहिँ हटाउँदो रहेछ अब हटाउनलाई पनि कति गाह्रो नि त कति धेरै मान्छेहरू हुनुहुन्थ्यो होइन सबैजना फोटो भिडियोजहरू लिएर फ्यामिलीसँग फ्रेन्डसँग अनि म पनि आउँछु भनेर साथीलाई क्यामेरा थाहाएर म पनि आइपुगेँ त्यो दाइले कस्तो हेरे यहाँ यति धेरै कतिजनाको त भिडियोज फोटोहरूमा त म पनि आएँ होला क्या अब त्यहाँ छेकेर एकछिन कुरेर अब त्यो फोटो भिडियोमा आउँदिन भने पनि त्यहाँ अब आइ नै हाल्ने क्या अब त्यस्तो भिड थियो अनि उहाँको फोटो भनेर मैले यसरी अगाडिबाट खिच्थेँ यहाँ पनि फोटो खिच्नको लागि मेरो त्यो आउँथ्यो अनि यहाँ चाहिँ मैले फोटो खिचिनँ उता अगाडिको फर्स्टमा वालामा त त्यहाँ चाहिँ खिचेन अनि ल लास्ट नै हो भनेर अनि एकचोटि यसो मान्छेहरू सबैलाई हेरेँ छक्क पर्दै म अनि माथिबाट एकचोटि भिडियो लिनु पर्यो भनेर नि अनि बुढाबुढीदेखि बच्चाहरू सानो बोकेर आएकोहरू पनि कति देखेँ अनि ल म भरेबाट ओर्लिन्छु एउटा भिडियो मेरो भनेर मैले फेरि भिडियो खिच्न लगाएँ हाँसिरहेको छु अब कस्तो राम्रो कति धेरै मान्छे मैले कतिचोटि भने होला थियो नै धेरै मान्छे भिडियो फोटो खिच्ने यहाँ चाहिँ टिकटक बनाउनु लगाइराख्नु भएको थियो अनि साउन्डमा खै के मिलेन भनेर पाउँदैन हुन्थ्यो अब फर्किरहेको यो फर्किने मान्छे पनि त्यत्तिकै थियो माथि भर्खर पुगेर फोटो खिचिराख्ने मान्छेहरू पनि त्यति नै थियो जस एकचोटि चाहिँ अब यो कहिलेकाहीँ खोल्ने भएको भएर चाहिँ एकचोटि चाहिँ जानु नै भन्छु तर जानलाई नि अब सायद मेरो विचारमा चाहिँ बिहान कति बजे 7 बजेबाट कि कति बजेबाट खोल्छ भनेर भन्नुभएको थियो फर्स्ट आवरमा जानुभयो भने सायद यति धेरै भिड हुँदैन होला होइन अब जहाँ पनि यसो कहीँ यसो भिडियो यसो लिन लाग्यो भने मान्छेहरू यताउति आइ नै हाल्ने कि अब जस्तो म अरूहरूको भिडियोमा देख्छु त्यस्तै मेरो भिडियोमा अरूहरू पनि देख्नुपर्छ अनि यो चाहिँ सिधै अब हामी फर्किन लागिरहेको छ अनि मेरो साथीले चाहिँ यहाँ अब तिमी यसो भिडियो बनाउने हो भने तिमी गोप्रो किन गोप्रो भनेर भन्दै थियो अनि मैले गोप्रो होइन म आइफोन किन्छु भनेको थिएँ मैले अनि ल अब मेरो यो अब ब्लगिङ गर्छु म एकचोटि क्यामेरा समाइदेऊ भनेर भने ओके बाई गाइज अब यति नै हो सी यू अन द नेक्स्ट ब्लग